धेरै दुर्घटना भइरहेको छ हैन। यो दुर्घटनालाई चाहिँ न्यूनीकरण गर्न प्रतिस्पर्धा गरौँ भनेर चाहिँ तपाईँलाई एउटा ट्राफिक स्लोगन हालेर चाहिँ यो एउटा बोर्ड आज अध्यक्षज्यू मार्फत चाहिँ हामीले यसरी तय गरिएको छ। चालक तथा यात्रु महानुभावहरू सम्पूर्णलाई हामी ट्राफिक प्रहरीको के अनुरोध छ भने यो हाम्रो नेपालको सानो सडक सँगसँगै घुम्ती र यस अप्ठ्यारो सडकहरूमा चाहिँ दुर्घटना धेरै भएको छ। साउनको महिनादेखि तपाईँको पुसको लगभग 4-5 महिनाको अन्तरालमा यो दुर्घटना सबै यहीँ भएको। यो 6वटा दुर्घटना सरासर भयो, तर मान्छेको चाहिँ त्यस्तो धनजनको क्षति मानवीय क्षति चाहिँ भएको छैन। तर सहरी साधन देखिहाल्नुहुन्छ तपाईँहरूले यहाँ हैन, यो यहीँ भएको हो। यो टिफर दुर्घटना यहीँ भएको हो, यहीँ नजिक। अनि यो ट्रक पनि अस्ति यहीँ फसेको हो। यो के अरे यो चाहिँ टेम्पो अनि यो इलेक्ट्रिक हाइस चाहिँ अस्ति असोजको 23 गतेको दिन चाहिँ राति यहाँ भित्तामा हान्नु भएको थियो चालकले। यो सुमो यहीँबाट ठ्याक्क यहीँबाट जाँदाखेरि यही रुख मुनि खसेको हो यो सुमो। अनि यो व्यक्तिहरूलाई चाहिँ हामीले उद्धार गरेर यसरी गरेको छ। यो दिन चाहिँ भोलिको दिन नहोस् भन्नको लागि चालक तथा सहचालक मित्रहरूलाई चाहिँ आग्रहसहित र उताबाट आउँदा पनि यो बोर्ड ठ्याक्क देखिने र यताबाट काठमाडौँबाट ओखलढुङ्गा जाँदा पनि र ओखलढुङ्गाबाट काठमाडौँ जाँदा पनि देखिने ठाउँमा राखिएको छ। यसको चाहिँ अलिक सबैले ख्याल गर्नु पर्यो चालक मित्रज्यूहरूले है। तपाईँहरूले ख्याल गरिदिनु भयो भने दुर्घटना हुँदैन। दुर्घटना नहुँदा धनजनको क्षति हुँदैन। त्यो नहुँदाखेरि हामी ट्राफिक प्रहरी पनि सडकमा ड्युटीमा भएको एउटा महसुस हुन्छ। अर्को कुरा के हुन्छ भने तपाईँहरूले चाहिँ ट्राफिक नियम अनुसार तपाईँले चलाउनु पनि दुर्घटना हुँदैन हैन। ट्राफिक नियम मानौँ पनि र जानौँ पनि, यो तपाईँलाई अनुरोधका साथ तपाईँहरूलाई चाहिँ आज थोरै समय दिनुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद है। धन्यवाद। आउनु यात्रा गर्ने क्रममा हामीले जनचेतना कार्यक्रमहरू भन्दा पनि तपाईँले हाल्दा भयो यात्रा गर्ने क्रम 2 लाइन 3 लाइन खपिरहेको अझै यता आउनु अझै अनि यता आउनु यो बन्द गाडी अनि धेरै देखिन्छ नि तपाईँको बोर्ड देख्यो नि बोर्ड होला ट्याक ट्याक हान न झ्याप्प अझै परबाट हान त हो त्यहाँ हान